पूर्वतिरको यात्रा सुरु भइसकेको छ। अब यहाँ फोटो सुट हुन्छ, यहाँ घाम लागिसकेको छ नि त, त्यही भएर Happy birthday to you, happy birthday to you, happy birthday to you. Welcome to India, guys. Hello, good morning सबैजनालाई. We are ready to go. यहाँ चारजना हाम्रो निस्किसक्यौँ। अब पूर्वतिरको यात्रा सुरु भइसकेको छ। अब बाटोमा के कसो हुन्छ, कहाँ कहाँ गइन्छ थाहा भइहाल्छ हजुरहरूलाई. लेट्स गो एन्ड इन्जोय द भिडियो. हामी चाहिँ निस्किसक्यौँ, हेटौडा आउन लागिसक्यौँ. अब यहाँबाट हेटौडा 10-15 किलोमिटर छ. भर्खर चाहिँ हामीले फेरि यहाँ टङ्की फुल गराएर बोतलमा तेल लिएर सब बन्दोबस्त गरेर निस्केको. मौसमले हामीलाई ओपन च्यालेन्ज हाल्ने त पानी परेर. हामी जुवाडेहरू चाहिँ अब ट्याक्क बसेर तास खेल्ने हो. आज खाइसक्नु फुर्सदै छैन हामीले त खेलेको गर्ने. केही समयलाई गेम स्थगित गरिएको छ. त्यहाँ खाजा खाने प्रोग्राम हुँदैछ. हामी चाहिँ यहाँ सिन्धुलीको बाटो जाँदैछौँ धरान जानलाई. बाटो यस्तो वान छ, दामी छ. हामीसँग हुनुहुन्छ अहिलेको राइडर म राजा नेउपाने र मेरो पछाडि हुनुहुन्छ मन्दिर. अनुहार देखाउँ न मन्दिर. हामीसँग अरू हुनुहुन्छ दाईहरू. हेरौँ दाईहरू के गर्दै हुनुहुन्छ. कस्तो लाग्यो नि दामी आएको स्टोरी हाल्ने होला नि. अब अहिले के भर्खरै हाल्ने हो होइन? हालिहालौँ म त हालिहालौँ है. भाइको मोबाइल ल हाम्रो मासु भात आयो. कहाँबाट सुरु गरौँ भनेर मासु नै सुरु गर्नु पर्छ पहिला. मासुभन्दा अरू सुरु त गर्नै होला. मौसम एकदमै खुल्ला छ, राम्रो छ. हामी यहाँको बाटो त कोही बिग्रे छैन. हामीसँग एउटा मेकानिक पनि छन्. स्पिडको ब्रेक हल्का कम भयो भनेर चाहिँ यसो मेकानिक लाउँदैछौँ हामी. यहाँको मौसम एकदमै खुल्ला, एकदमै वान छ. अहिलेसम्म चाहिँ बाटोको खराबीको कारणले गर्दा भिडियो बनाउन पाएन. बाइक साइक चलाएर थन्काएर रुमसुम खोजेर पनि ढुक्क भएर बसेको. किनभने धरान पुग्ने हाम्रो उद्देश्य थियो, तर केही कारणवश हामी धरान पुग्न सकिएन. कारणवश चाहिँ के भने अब यही आजको मौसम कस्तो थाहै होला सबैलाई. ओपन च्यालेन्ज हानेर आएको मौसमलाई चाहिँ बाटोमा कतिवटा चिरफार गरेर आएको. अहिले हामी चाहिँ भर्खरै रुममा गएर अनि त्यसपछि सामानहरू राखेर खानसान खाएर निस्केको. यसो यहाँको भ्यू हेरौँ भनेर कस्तो छ के कसो छ. चाहिँ ट्याक्क बजारमा छ. मैले यस्तो छ बजारमा ट्याक्क लाएर उता प्याराग्लाइडिङ गरेर चाहिँ टिभी पनि रहेछ. ओहो यहाँ त टिभी ल टिभी हेरेर बस्दा पनि पाइँदो रहेछ. अन्त हो बजारमा बसेर यो टिभी भयो ट्याक्क बजारमा. यो यस्तो छ है घन्टाघर जस्तै सानो घन्टाघर ट्याक्क लारी मजा छ. गएर चाहिँ ट्याक्क लाएर कोठामा गएर चाहिँ तास खेल्नुपर्छ.
रमाइलो गर्नुपर्छ, हल्ला गर्नुपर्छ, स्पिकरले गीत बजाउने नाच्ने गर्नुपर्छ। रमाइलो गर्न आएको रमाइलो गर्ने हो। अलिअलि चाहिँ पानी परिरह त्यस मजा भयो पानी पर्दा नि। गर्मीको महसुस भएन भित्रैबाट, खुल्ला भयो। एउटा झमेला चाहिँ रेनकोट लाएर हिँड्नु पऱ्यो कि सिमसिम पानी परेको पऱ्यो। धेरै जस्तो फेरि रोज खाने भनेको हाम्रो ग्रुपमा मन्दिपै हो फेरि, जसको मुखबाट पनि रोज खाएको खाइ गर्छन् फेरि मन्दिर त्यस्तो वाला रोस्ट हो। मन्दिर हो कि होइन भन्दै उता भनि के हो कुरो फुलाइदेऊ न। हो कि होइन? के हो भनेको चाहिँ के हो? रोज खान्छौ कि नै? अघि खायो के अरे गरेर हिँड्दैछौँ। चट्यान, हावाहुरी, पानी नभनिकन हाम्रो साथीको बर्थडेको लागि चाहिँ केकको लागि है हामी केक लिन जाँदैछौँ। रातिको 12 बजे यहाँ गडाङगुडुगुडो चट्यान यस्तो देख्यो कि पानी यस्तो ठुलो पऱ्यो कि हिजो यस्तै भएर हिँड्नु पऱ्यो। बिजुली चम्क्यो भर्खर, यस्तो दुःख गर्नु पर्यो। साथीको लागि तर हामी यति गरिन्छ पर्यो भाइको लागि। आमा बिजुली चम्केको त मजा हो। बिजुली त चम्केहरू गडुङरो बिजुली चाहिँ नन छ क्या। निस्किन पर्ने हो यार। यस्तो चट्यान र बिजुली चम्के आछु दाइ भिजाउनु भयो। मैले भिजा छैन यार, आफै भिजिरहेको छु। सर्लक्क उज्यालो बनाइदिएको के अरे। Happy birthday to you. Because of the bad weather. बाहिर 10 मिनट बस, मैले तिमीलाई 50,000 दिएँ नडराइकन। त्यस्तो मौसम छ बाहिर भाइ, के छ विचार? पुरै सर्लक्कै उज्यालो छ क्या, गाईघाटै उज्यालो। त्यहाँ जान गाह्रो, गएपछि हामी 5-10 मिनट त उभिएर बस्यो। हामी उभिएर त्यहाँ घरको छेउमा बसेको अनि पुलिसहरूले यसो लाइट बालेको अनि धप्पा राख्यो। कस्तो रहेछ बाहिर फेरि। खुस छ तिम्रो केकलाई, अब ढिलो भयो। ह्याप्पी बर्थडे। तिम्रो अब भोलि नै केक काटौँला। भोलि काटौँ। ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। खै त नि आज अब पुलिसको छ तिमी होला नि। हेलो गुड मर्निङ। कहाँ जान लाग्छ हामी अब? मर्निङ गाइस। अगाडि बढिरहेको छौँ। अझै कति हार्ड लेभल आउँदै छ, कटिँदै छ। त्यो अरू बेला यो घाममा शीतलमा डुलेको एक्सपिरियन्स भयो थियो, अहिले चाहिँ पुरै पानी परेको एक्सपिरियन्स भयो। यतातिर चाहिँ हिजो लास्टै हावा लाग्थ्यो कि, अनि रुखहरू रुख पल्टेको, ठुल्ठुलो रुख पल्टिने, तारहरू भाँच्चिने, पोलहरूमा झट्का हान्ने धेरै भइरहेको थियो यतातिर। जोस् मजा भयो, मजा। धरतीको पहिलो तीर्थस्थल हामी प्रवेश गर्दै ल। लेट्स गो गाइस, ल जाम यहाँबाट, ल जाम 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 जाम। पिपे पिपे Our plan has been cancelled because of some road condition. बाटो एकदमै ध्वस्तै रहेछ। हामी अलिकति जे बाटो चाहिँ गयौँ तर भगवान्लाई दर्शन गर्न पाइएन, त्यसमा दुःखी लाग्यो। ठिक छ केही भएन। बाटोको खत्तमै रहेछ, स्कुटी जान्न अनि हिँड्दै पनि एकदमै बिजोग छ भन्छन्, अनि त्यही भएर हामी फर्क्यौँ। हाम्रो धरान 18 किलोमिटर, इटहरी 27 किलोमिटर। अब हाम्रो यात्रा भनेको धरान इटहरी हुँदै
हामी निस्किने हो। लेट्स गो गाइज, कम अन। पानीको बहाव त यस्तो बढेको छ, आम्मामामामा। के मान्छे अर्कैलाई भेट्न आएको यस्तो दुःख पाइने रहेछ यार। यस्तो खतम छ नि यो बाटो, आम्मामामा। बिजोकै भन्दा नि बिजोकै रहेछ अर्कैलाई भेट्न। त्यहाँको धरान छिर्ने बेलामा लगभग हामी हिँड्यौँ होला अफरोड, लगभग 10-15 मिनटको अफरोड। यस्तो हिलो अफरोड, हिलो त ल पानी परेर हिलो भएको भनौँ, मैले माने ल। तर खाल्टै खाल्टो खतरा र पुत्र पुत्र खतरा खतरा पुत्र, आमा यस्तो झ्याके यार, बिजोक रहेछ। अर्कै दाजु बाटो राम्रो बनाइदेऊ मेरो दाजु। अर्को दाजुलाई भेट्न जाँदै हामी चाहिँ, अर्को जो मासु भात पकाएर राख्नु, हामी मासु भात खान आउँदैछौँ। मौसम पनि मिठो खोल्यो यार, आऊ भने घाम लाउने मौसम हो। पहिला हामी अब हर्कासँग पुग्ने, धरान आइपुग्यो। हर्काकोमा गएर मासु भात खाएर अनि निस्किने हो। सब यहाँ ट्याक्कला रेङ्कट सेङ्कट खोलेर सब रेडी छन् फोटो। अब यहाँ फोटोसुट हुन्छ, यहाँ घाम लागिसकेको छ नि त, त्यही भएर मौसम खोल्दै मौसम खोल्न साथ फोटो। हाम्रो स्कुटी यहाँ ट्याक्क रेडी भइसकेको छ। अब यहाँ ट्याक्क 2-4वटा फोटोसुट हुन्छ, घरतिर पठाउनु पऱ्यो फोटो। थ्याङ्क्स फर भिजिटिङ धरान 18 भन्छु भने हामी यता घुमेर आइसक्यौँ। कस्तो रहेछ त धरान? धरान त दामी रहेछ। बाटो आउनु मात्र खतम भन्नु, बाटो चाहिँ खतम रहेछ उताको बाटो, बिचको बाटो चाहिँ। धरान चाहिँ हर्का साम्बाङले गुड, हर्का साम्बाङ गुड रहेछ, गुड ल। अब हर्केलाई मासु भात पकाउनु भनेछु, ढुङ्गा बोकेको काम लाग्यो है। मासु भात पकाउनु भने त्यहाँ गएर खाना खाने होला नि। अब एकदम अब हर्केकोमा खाना खान्छौँ। हामीले त्यहाँ हर्का साम्पाङलाई भेट्ने भन्दा हर्का साम्पाङलाई भेट्यो जस्तो हो। त्यहाँ गएर अब यसो फोटोसुट कार्यक्रम गर्नुपर्छ। हर्केलाई भेटियो, हर्केलाई मासु भात पकाउन भने चाहिँ सर त यहाँ अर्कै काममा बिजी हुनुहुँदो रहेछ, के बाँड्नेमा। अब हामी त्यहाँ गएर चाहिँ के हुन्छ हेरौँ है त। त्यस्तो लाग्छ सर उहाँ हुनुहुन्छ, त्यहाँ गएर भेटघाट कार्यक्रम गरौँ। नमस्कार सर, सन्चै हुनुहुन्छ? दिदीले हामीलाई चिउरा, हस् धन्यवाद। हस् सर, हस् ल ल निस्क्यौँ सर हामी। सरले मासु भात साटो चिउरा दिनुभयो, एकदमै नाइस हुनुहुँदो रहेछ। त्यहाँ कार बोल्नुभयो, बस्नुभयो, हाँस्नुभयो, खुट्टा पुरै उसै त्यहाँ बाटोमा काम गर्दै हुनुहुँदो रहेछ। त्यही बेला चाहिँ हामी यसो एउटा फोटोसोटो खिच्यौँ। अनि अब हामी चाहिँ अब यहाँ सरले अब मासु भात पकाउनु भ्याएन भन्नुभयो, त्यसको साटो चाहिँ चिउरा भुजा खाने अब है त। हर्का साम्बाङ चाहिँ एकदम हम्बल मान्छे, हम्बल एकदम ठिकै आनन्दले बोल्ने होइन। धरान बजारमा घाम लाग्यो, आम्मामा कति बिजी बजार हो यार यो यार। ट्याक्कै हामी यहाँ पनि आयो है ल, धरान क्लक टावर, घन्टे घर भनौँ न धरानको। धेरै टाढोबाट पुरै भ्यू हेर्ने बाटो हो। धरानको पुरै सर्लक्क भ्यू देखिन्छ के। त्यो बाटोको हालत त्यस्तो छ। बाटो राम्रो भयो तापनि मौसमले केही अगाडिको बाइक आएको देखिए होइन। मूल घाट 28 किलोमिटर। शीत आम्मामा कति हो भनेको त, एउटा बाइक गएकै गएपछि गायब भयो। यस्तो मौसम चाहिँ। साडी सारा पाङ्ने गाडी, असनेको रातो साडी सारा पाङ्ने गाडी, किनिदिउँला सुनको चुरा बरुरिने गाडी, आहरी बरुरिने गाडी, काइलाई गोठरेली मोन घोडालाई त बेला, जाला जोबन रेली मोन नगर मेला, गाउँके स्वरले मोन बाँधेको निभर, तिमीलाई हेर्दै रेली मोन बिताउला जीवन, तिमीलाई हेर्दै रेली मोन बिताउला जीवन।
धन्यवाद दाइ। हेर त पुरै बादल तल छ के अरे हामीभन्दा तल बादलै तेरि बादल ठोकिरह हुन्छ सबै केक पाउरोटीहरू सबै यहीँ बनाउनुहुन्छ हजुर दाइ ट्याक्क लगाएर यहाँ चाहिँ बनाउने सामानहरू हो सेरी सेरी अकडम बकडम हामी चाहिँ अहिले होटेलमा आयौँ इटाहारी है इटाहारी बजारको ट्याक्क होटेलमा एउटा गर्लफ्रेन्डसँग बोल्दैछन् एकजना म एकजना भाइहरू दुइटा भाइहरू चाहिँ यहाँ बसिरहने भाइको हरेकमा यस्तो हुन्छ पोज यस्तो यस्तो कस्तो रे भाइ पोज यस्तो है यस्तो हरेक फोटोमा हरेक भिडियोमा पोज यस्तै छ भाइको यहाँबाट चाहिँ हामीले यस्तो राम्रो होटेल छ योचोटि हिजोको एडजस्ट गरेर बसे पनि अझै राम्रो होटेल छ यहाँबाट यस्तो बब्ली भ्यू आउँछ यहाँ इटाहारीको त्यसलाई मैले त कस्तो देखिन्छ अझैले नि हेर्नु डन टडन 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 इटाहारी बजार यही ट्याक्कै मेन चोकै यही हो यो मेन चोक हो अनि ट्याक्कै हाँस्छ नि यहाँबाट चाहिँ अब इटाहारी बजार यस्तो बाटोको त्यो अगाडि पानी अझै परिरहेको स्टिल पर्नु पऱ्यो यहाँ चाहिँ हिजो पानी दिउँसो चाहिँ पानी बिदो भएको थियो अघि आउँदाखेरि पनि घाम लागिसकेको थियो तर अहिले फेरि यहाँ पानी पऱ्यो इटाहारी बजारमा रातिको 10 बजे हामी वकिङ गर्दै अहिले चाहिँ पानी बिदो भइसकेर हामी टिकुन हिँड्दैछौँ पानी सक्यो रेनकोटको खास हाम्रो कामै लागेन वहाँदेखि रेनकोट ल्यायो वहाँ घरदेखि एकचोटि रेनकोट लगाउनु परेन एकचोटि रेनकोट ल्याएन हामीले यस्तो क्लियर मौसम घाम दिउँसो त बाइक स्कुटी चलाउँदा त यति गर्मी ओहो एकचोटि पनि लगाउन परेन रेनकोट तर फोटोहरू फेरि सबै रेनकोट किलोमिटर छिन्यो बजार सट्ट घुम्ने त्यसपछि अनि रुममा गएर बस्ने रुममा नि यस्तो दामी सिनरीहरू देखिँदो रहेछ झ्यालबाट देखिसक्नु भयो त त्यही पनि अब जाम बसौँ अब हाम्रो भोलिको प्लान भनेको भोलि नै थाहा हुन्छ किनभने अहिलेसम्म हाम्रो प्लान फिक्सै भएन यहाँ हामी अलिकति धुरमुरमै छौँ वेदरमा अल डिपेन्ड्स अन वेदर भोलि प्लिज आज रातभरि पानी नपर्दै हो भने त भोलि हामी फेरि अर्कै ठाउँमा गइन्छ त्यो भएर पानी नपरोस् बाटो जस्तो अफरोड भयो भने उडाएर भयो भने लाने हो अहिले चाहिँ अब रुमतिर जाने ह्याप्पी बर्थडे मन्दिर भनेर चाहिँ हामीले यिनलाई बर्थडे सरप्राइज दिन लाग्यो यिनलाई थाहा पनि छैन सब जाम कोठामा जाम के रियाक्सन दिन्छन् है त त्यसको ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु Monday, happy birthday to you. Uठा नारो यार प्लीज हैप्पी बर्थडे कति बेला ल्याएको तिमीले फेरि कति बजे हेर त टाइम हेर त 11:47 यस्तो हुन्छ हाम्रो बर्थडे सरप्राइज च्याक्क लाएर ल मन्दिर ह्याप्पी बर्थडे टु यु Happy birthday to you. Happy birthday dear Mandeep. Happy birthday to you. अनि कटाउ गर्न मन ढल्दैन हामी पनि खानुपर्छ Happy birthday to you. दाला to you. Happy birthday. Thank you. जुवाडेहरू मैले जुवा खेलेँ नि बिहान कोही उठेका पनि छैनन् यहाँबाटको भ्यू चाहिँ यस्तो दामी छ बिहान नै मौसम त खुल्न त तर ट्याक्क लाएर यो मेन इटाहारीको बजार यो भयो मेन चोक चाहिँ यो चोक चोकबाट तार कस्तो धेरै तार या तर यो साइडमा चाहिँ तारहरू छैन तर ठ्याक्क त्यो साइडमा तारहरू चाहिँ भइरहेको छ
ठिक छ बिहान महिनाको म चाहिँ यता बिहान महिनाको भ्यू हेर्दैछु बिस्तारोबाट भाइ सुतिर मल चला जुवाडे हेर्न जुवाडे हेर्ने भगवान् बिहान बिहानै तास खेलेन गरे यार यिनीहरू त यार लाज पनि लाग्दैन यिनीहरूलाई फिट्नै आउँदैन हिजो चाहिँ खेलेर 900 मात्र जितेको 950 हामी म हारेर हिजो दाइले 950 जित्नु भयो खासै धेरै त होइन के हाल्नु त हारेसी हारे अहिले इटारीमा अड्केर बसेका छौँ यता जाने कि उता जाने कि यता जाने बाटोको कन्डिसन एकदमै बिजोग भएको कारणले गर्दाखेरि चाहिँ एकदमै फिक्स डिसिजन लिन सकेको छैन यहाँबाट चाहिँ मान्छेहरू टक्क अब हामी निस्किने भनेर बसेको यहाँबाट बाहिर जाम अगाडि बाटो अब ठिक छ भने अगाडि जाने इलामसम्म पुग्ने अब छैन भने अब यही पूर्वको इटारीबाट फर्केर निस्किने भन्ने हाम्रो सल्लाह भइसकेको छ अब बाटोमा गएर नै थाहा हुन्छ के गर्ने कसो गर्ने त्यो गाडी यहाँ छ हामीले भरे 100मा कल गरेर 103मा कल गरेको पुलिसलाई र आर्मीलाई दुईटै नम्बर बिजी भन्यो इमर्जेन्सी नम्बर कस्तो बिजी होइन उपलब्ध हुन सकेन भने यो पुरै बाटो हो यहाँको मेन हाइवेको हालत त्यस्तो छ ठिकै भयो जस्तो लाग्यो बाटो हाइवे मेन हाइवे त पुरै पानी यता सर्लाकै पानीले भर्दैछ राजमार्ग मेची जाने एउटा साइडमा हामी चाहिँ निस्किसक्यौँ हामी निस्केर चाहिँ अहिले कोसीद्वारा गइपुग्यौँ हाम्रो डिसिजन चाहिँ के भयो भन्दाखेरि उता सिक्किम दार्जिलिङतिर नजाने बाटो पुरै खत्तमै रहेछ अलमोस्ट एकदमै खत्तम छ त्यो घुरमुरले गर्दा के जाने भनेर चाहिँ हामी फर्किँदैछौँ अहिले फर्किँदै गर्दाको बाटोमा हामी अब हामी कोसीद्वारा घुम्दै घुम्न नपाए अब एउटा कोसीद्वारासम्म त पुगौँ भनेर चाहिँ हामी तल्लो बाटो नै निस्क्यौँ कोसीद्वाराको बाटो अनि यहाँ चाहिँ म पछाडि बसेर मन्दिर भाइले स्कुटी चलाउँदैछन् अनि वेलकम टु इन्डिया लगाइज फाइनल्ली उहाँ पुग्नु नपाए नि योदेखि उता चाहिँ इन्डिया हो हामी चाहिँ अहिले नेपाल र इन्डियाको बोर्डरमा छौँ यहाँ ट्याक्क यो चाहिँ हामी नेपालमा छौँ योभन्दा उता गयो इन्डिया हुन्छ के लेखेको छ उता म पनि पोस्ट दिन्छु ल यस्तो भाइको पोस्ट कोसी ब्यारेक पनि आयो यो चाहिँ हाम्रो कोसी ब्यारेक हो पानीको सतह एकदमै ठुलो छ जस्तो लाग्छ हामीलाई चाहिँ वर्ल्डै ठुलो हो यसो एकछिन आमा पानीको सतह हेर्दा पानी बढेर यस्तो धेरै बढ्यो पानी हिजो लगभग सबै गेट खुल्लो थियो क्या यस्तो पानीको यस्तो बगेको पानीको सतह एकदमै नै बढेको छ पानीको सतह बढेर यति माथिसम्म आइपुगेको छ हामी ठ्याक्क कोसी ब्यारेजमा छौँ नि हाम्रो छेउछेउमै छौँ धेरै उता गएन यहाँ पनि बस्नु त होइन तर पनि यहाँ बस्यौँ भने जब यो रातोसम्म आइपुग्छ नि पानी यो रातोसम्म आइपुग्नु भनेको एकदमै डेन्जर हो हामी यो रातोसम्म आइपुग्नु भनेको त एकदमै डेन्जर हो यो रातो लेभल देखेको चाहिँ तर अहिले लगभग डेन्जरै भनौँ यो पनि पानी धेरै नै आएको हो पुरै सल्लाहकै सबै गेट खुल्यो अरे नि त त्यही भएर अब हामी एकछिन फोटोसोटो खिच्ने फोटोसोटो खिचिसकेपछि हामीबाट निस्किनुपर्छ अब यताबाट जताततैबाट हेर्ने चाहिँ बाइकहरू टक 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 गरिरहेछन् बाटोमा मान्छेहरू कति कुरिरहन् हेर त पानीको फोर्स आम्मामा लगभग सबै गेटहरू खुल्यो जति थियो सबै गेटहरू खुल्यो नभए त यता पुरै बाढी आउँछ भनेर त्यही भएर यता यो सबै खोलेर पनि अनि उता इन्डियातिर चाहिँ सबै डुबान भइसकेको छ कति कति ठाउँमा चाहिँ यसैको कारणले गर्दाखेरि तर ल ठिक छ अब हामी यहाँबाट चाहिँ निस्किनुपर्छ ल लेभल चाहिँ एकदमै बढेको कारणले हामी निस्किसक्यौँ जानकी मन्दिर आइपुगेको हुन्छ
अगाडि नै पर्रहेछ क्या हामी चाहिँ। अब जानकी मातालाई हेर्नको लागि एकदमै अगाडि लाइन मारेर बसेको छौँ। अब एकछिनमा खुल्छ, हेरेर यहाँ दर्शन गरेर हामी निस्किनुपर्छ। हामी चाहिँ दर्शन गरेर निस्क्यौँ। कहाँ जाने भनेर जानु लाग्यो, कहाँ आइपुग्यो केही छैन, ठिक छ। घर आयो हामी चाहिँ फाइनल्ली। अरू सबै घरतिर लागिसक्यो। मैले घर आएर फ्रेस भएर बसेँ। खास हामी निस्किन लाग्यो पूर्वको नि अझै पूर्व कुना टापुमा पुग्न लाग्यो। तर के पानीको बर्खाको कारणले यताउति कारणले गर्दा जान पाइएन। त्यही भएर अहिले चाहिँ हामी फर्केर गराइसक्यौँ। यो भिडियो यस्तै भयो, जस्तो भयो त्यस्तै नै भयो भनौँ। घुम्न पाइएन त्यसको लागि सरी र थ्याङ्क्स फर वाचिङ। अहिलेसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू। र अब नेक्स्ट ब्लग छिटै आउँछ। नेक्स्ट ब्लग अलिकति इमोसनल्ली नै आउन सक्ला सायद, तर पनि लेट्स कनेक्ट एन्ड इन्जोय। अहिलेको लागि चाहिँ यति नै। बाई बाई, सी यू गाइज।